अब त्यो के भयो भन्दाखेरि एउटा घर गइयो भने त्यो घर एउटा न एउटा नन कम्युनिकेबल डिजिजको औषधि खाने मान्छे छ। एउटा घर संकेत नमस्ते सबैजनालाई। आज हामी लुम्बिनी मेडिकल कलेज तथा टिचिङ हस्पिटल 13th ब्याच चाहिँ कम्युनिटी फिल्ड भिजिटको लागि मदन पोखरा स्वास्थ्य चौकी आइपुगेका छौँ र अब चाहिँ हामीले यहाँ आज के सिक्यौँ भनेर चाहिँ हामी 13th ब्याचकै एकजना छात्र सङ्केत अर्यालसँग हामीले एउटा सानो कन्भर्सेसन गर्नेछौँ। त्यसको लागि हामी सङ्केतलाई सङ्केत हजुर आज कहाँ हुनुभएको होला? हामी आज मदन पोखरा स्वास्थ्य चौकीमा आएका छौँ। यहाँ हामीले यहाँको अवस्था के छ, कस्तो सर्भिस दिइरहेको छ, सबै कुराहरू यहाँको प्रब्लम सबै कुरा बुझ्न आएको हामी फिल्ड भिजिटको पार्टबाट। जस मुख्य उद्देश्य भनेको चाहिँ हजुरको के उद्देश्य भने सञ्चालन भइरहेको छ, सङ्केत बस्न के सुविधाहरू दिइरहेको छ, लिइरहेको हुनुहुन्छ उहाँहरूले के समस्या छ, कतिको सुविधाहरू इफेक्टिभ छ र के अरू कुरा धेरै कुरा विविध कुराहरू। अनि हजुर यहाँ एउटा सानो मिटिङमा बसेर हजुर निस्किनु भयो, त्यहाँबाट निस्किँदा चाहिँ यहाँको मुख्य समस्या के रहेछ अथवा यहाँ कस्तो सर्भिसहरू पाइँदो रहेछ भन्ने कुरा चाहिँ एकदम छोटो जानकारीमा हामीलाई भनिदिनु न। अब यहाँ सर्भिसेस भनेको चाहिँ अब एउटा चाहिँ कम्युनिकेबल डिजिजको हुन्छ, सरुवा रोगको सिजन वाइजको फरक अहिले चाहिँ अब अप्पर रेस्पिरेटरी इन्फेक्सन्सहरू बडी केसेस आइरहेको रहेछ। अनि यहाँ चाहिँ अब बेसिक सर्भिसहरू दिनुहुन्छ र रिफर गरिदिनुहुन्छ र यसपछि नजिकै पनि मेडिकल कलेज पनि छ, कामरेङ जिल्ला अस्पताल छ, मिसन अस्पताल छ, त्यो भएर सर्भिसेस पनि छ, त्यो रिफर सजिलो छ, त्यहाँ पुऱ्याउन मिल्छ होइन, त्यो भइरहेछ। अनि त्यो बाहेक चाहिँ नन कम्युनिकेबल डिजिजको पनि अब पेन प्रोटोकलको अनुसार डिटेक्सनहरू अनि त्यसपछि जति दिन मिल्छ सर्भिसहरू दिने। अब रिफर केस पनि हुँदो रहेछ, फलोअप केस पनि राम्रो रहेछ, एक्टिमेटल क्लियर केस पनि राम्रो रहेछ, पोस्टमेन्टमा झन् राम्रो रहेछ भन्नुभयो होइन। अनि त्यसपछि अब कुरा के छ भन्दा डेलिभरी चाहिँ अनि त्यति धेरै भएको छैन। उहाँले साउन्ड लगतले गर्दाखेरि चाहिँ 7वटा मात्रै डेलिभरी बेसी भएको छ, अरू रिफरल नम्बर गएको छ होइन, कम्प्लिकेसनमा रिफर गर्नुपर्छ। अर्को कुरा अब एएनसी पनि यहीँ भए पनि अब अल्ट्रासाउन्डहरू एक्सरेहरू त्यो सर्भिस छैन। र अरू कुरालाई एएनसीलाई अल्ट्रासाउन्ड चाहियो, अरूलाई एक्सरे चाहियो, त्यो छैन, स्पेसिफिक टेस्टिङ छैन, त्यो छैन। अनि हजुरलाई चाहिँ हजुरको आफ्नो धारणाबाट चाहिँ अब यहाँ यो स्वास्थ्य चौकीमा अझै राम्रो गर्नको लागि, अझै राम्रो सर्भिस दिनको लागि चाहिँ हजुरको आफ्नो ठाउँबाट अथवा कम्युनिटीको कस्तो कन्ट्रिब्युसन हुनुपर्छ र नेपाल सरकारद्वारा अथवा नगरपालिकाहरूबाट चाहिँ कस्तो कन्ट्रिब्युसन भयो भने के अब आगामी दिनहरूमा कस्तो कार्य भयो भने चाहिँ यो स्वास्थ्य चौकीलाई अझै राम्रो बनाउन सकिन्छ र कम्युनिटीमा अझै धेरै फाइदाजनक हुन सक्छ जस्तो लाग्छ। अब यहाँ उहाँले भने सबभन्दा प्रब्लम भनेको बजेटको प्रब्लम हुन्छ होइन। 14वटा वडा छ, 12 लाख बजेट छ मेडिसिनको लागि, त्यो त अलि अब होइन नि त होइन। अनि त्यो भएपछि बेसिक मेडिसिन्सहरू पनि पाइरहेको मेडिसिन एक्सपायर हुन लागेको मेडिसिन आइरहेको छ होइन। कतिपटक उहाँहरूले मेडिसिन किनेर पठाउनु पर्ने छ, त्यो प्रब्लमहरू आइरहेको छ नि त। त्यसको लागि चाहिँ सुरुमा त्यसलाई चाहिँ डिल गर्नुपर्ने छ होइन। अब कम्युनिटीको तर्फबाट कुरा भन्दाखेरि चाहिँ अब अवेर त हुनुहुन्छ कम्युनिटीमा, तर केही कुरा अझै पनि न्युट्रिसनको कुरादेखि लिएर डिजिज मेनली नन कम्युनिकेबल डिजिजमा अझै अवेरनेस चाहिएको छ होइन। सबैजना चेकअप कतिखेर गराउने, के गर्ने होइन, के कुरा ट्र्याक रेकर्ड राख्ने, कति यसपछि के कुरालाई हेर्ने। तर अहिले अब उहाँले भने जस्तो हरेक फ्यामिलीमा कहिले पनि नन कम्युनिकेबल डिजिज पेसेन्ट हुनुहुन्छ भनेपछि उहाँहरूले रेगुलर फलोअपमा आउनुपर्छ कि मेडिसिन खानु भइरहेछ किन काम गरिरहेछ त्यो बुझ्नुपर्ने कुरा छ। अरू चाहिँ अब बजेट त भइहाल्यो, ट्रेनिङ्सहरू भइरहेको पनि छ र हुन पनि। हस्, थ्याङ्क यू सङ्केत, धन्यवाद। यसैका साथ हामी रिपोर्टर झन्ना पौडेल र स्वीटी पूर्वेका साथ क्यामेराम्यान कमल तीन दिनदेखि बनाउन सकिन्छ नसिक भन्न सकिन्छ। सिन्ड्रोम काजुरा
तिमी त त्यो घरको भएर गर्नुको काम लाग्छ किन चाहिए अनि यहाँ स्वास्थ्य चौकीमा कतिको सेवा लिनुहुन्छ नि हजुर सेवा त लिनै पर्यो क्या नजिक भयो भनेर अब जे हुन्छ नि त कतिको आफूलाई विश्वास गर्ने अनि कतिको कमन ल्याइराख्नुहुन्छ त्यो कुरा कि कतिको आइरहन्छ औषधि हो नि यहाँको औषधि मलाई भेट्दैन हजुर म धेरै जसो मलाई पनि सुगर चाहिँ यहीँबाट लगेर खान्छु औषधि कतिको सहज हुन्छ सुगरको पाइन्छ सुगर त पाइन्छ यो आत्तिएको बेला खाइरहेको प्रवास नै गाह्रो चेक गराउनु पर्वासै हो अनि बिमा त हुन्छ नि त हजुर के को समस्या हजुरलाई प्रेसर छ सुगर छ दम छ कोलेस्ट्रोल छ यो स्वास्थ्य चौकी भएर चाहिँ यहाँ हजुरहरूलाई सहज त नजिक भयो नि त कहिले कहिले शिविरहरू हुन्छ होला कहिले काहीँ हुन्छ शिविरहरू हुन्छ कहिले पहिला 3 महिना जानु पर्थ्यो मेडिकल कलेज अहिले 1 महिनामा 1 महिनालाई औषधि मात्रै पाइन्छ पुरा पाइन्छ त्यही पनि हट्ने कि कस्तो छ बिमा होला जस्तो छैन समस्या पर्यो हजुरलाई त्यही त अब औषध सकियो बुढाबुढी भएपछि के समस्या अलि उहाँहरू जान्दैन के समस्या घरमा पेट बिपीका दबाई सकिएर लिन आएको त्यही हो धेरै खानु त यहीँ जचाउनुहुन्छ कि उता हस्पिटलतिर जचाउनु हस्पिटल पनि जचाउने अनि यहाँ चाहिँ औषधि किन आउनु अहिले धेरै जान्नु हस्पिटल धेरै भएको छ नगएको अनि यहाँ चाहिँ औषधि मात्रै लिनु वर्षकै ढडे ढडे आँखा आँखा किनै हो अब कागज फेर्नु भयो नभए त आज भने जानु पऱ्यो गएपछि त्यहाँ पछि त हामीले छैन फेरि जाने नपढेमा त दुःख त भयो कहाँ गयो नानीको मेरो पोखरामा ए हो यहाँ चाहिँ अनि कस्तो छ